हेलो गाइस, नमस्ते। दिस इज माई फर्स्ट ब्लग। आज मसँग बनाउनुहोस् चिकन करी। मैले सुरुमा मेथी, ज्वानो र तेजपत्ता फुराएँ। त्यसपछि मैले हाफ केजी जति कलेजो बाङ्गडा र मासु मिक्स भएको मासुलाई हालेँ अनि ढाकिदिएँ। यस्तो गरेर चाहिँ टाँसिँदैन के। अनि यो टेक्निक कसलाई थाहा छ होला। त्यसपछि चलाएँ। त्यसपछि स्वाद अनुसार नुन हालेँ। हजुरहरूले आफ्नो स्वाद अनुसार नुन हाल्न सक्नुहुन्छ। मैले चाहिँ यति हालेर चलाएँ अनि त्यसपछि मैले ढाकिदिएँ। ढाकिसकेपछि मासु यत्तिको भएको छ, पानी निस्केको छ, हल्का मासु पनि घटेको छ। ब्रोइलरको मासु भएपछि अभियसली घटिहाल्छ। त्यसपछि मैले एकछिन चलाइसकेपछि मैले मसला कुट्नका लागि रेडी भएँ। मसलामा चाहिँ टिमुर, खुर्सानी, लसुन, जिरा, धनियाँ थियो। अनि यो चाहिँ मैले सिलौटामा पिसिरहेको छु, किनभने सिलौटामा पिसेको मिक्सरमा पिसेको भन्दा मिठो हुन्छ। सो यस्तो भयो, रेडी भयो मसला पनि। त्यसपछि मैले मासु चलाएँ अनि त्यसपछि मासु रातो रातो भइसकेको थियो। अनि त्यसपछि बेसार हालेँ। बेसार हालिसकेपछि मासुलाई हल्का चलाएर मासुलाई साइड लाएर अनि प्याज हालेँ। अनि प्याजलाई पुरिदिएँ है त मासुले। अनि प्याज गल्नका लागि एकछिन ढाकेर राखिदिएँ। अनि त्यसपछि टमाटर एड गरेँ। अनि टमाटर एड गरिसकेपछि टमाटरलाई पनि चलाएँ, किन भन्दा मासु टाँसिन्छ, त्यही भएर छिछि चलाएँ। त्यसपछि अघि पिसेको मसला पनि एड गरेँ। अनि एड गरिसकेपछि त्यसलाई मिक्स गरिदिएँ र हल्का कचौरामा टाँसिएको थियो र पानी हल्का छर्किदिएँ। यसो गर्दा टाँसिँदैन, त्यो हजुरहरूलाई पनि थाहा छँदैछ। फेरि कति भनेको भन्नुहोला। त्यसपछि मैले ढाकिदिएँ। अनि ढाकिसकेपछि मासु चाहिँ यस्तो भइसकेको छ। मैले दुई चार मिनट जति ढाकेको थिएँ। अनि मासु चलाएँ। त्यसपछि कागती हालिदिएँ। कागती हालिसकेपछि मासु घट्दैन नि त, सो कागती हालेँ। अनि फेरि पानी हाल्दै छम्किँदै त्यसपछि चलाउँदै गरेँ, किनभने टमाटर र टमाटर गल्नु थियो र मसला मिक्स हुनु थियो। त्यही भएर पानी हाल्दै चलाउँदै यो चाहिँ मेरो कुनै फुड कलर एड छैन, पुरै लोकल स्टाइलमा हो। त्यसपछि मैले मिट मसला हालेर मजाले चलाएँ। अनि त्यसपछि ल हेर्नुहोस् मासु देखाएको छु, ल हेर्नुहोस् मासु। अनि त्यसपछि पानी हालेर ढाकिदिएँ। अनि ढाकिसकेपछि मासु यस्तो भएको थियो। अनि त्यसपछि लास्ट एन्ड फाइनल धनियाँ हालिदिएँ। त्यसपछि चलाएँ अनि ग्यास अफ गरिदिएँ। अनि ल हेर्नुहोस्, टाडा, हाम्रो मासु रेडी भयो फाइनल्ली। त्यसपछि मासु हालेर पस्किदिएँ अनि मम्मीले हालिदिए। बाई बाई।